भर्खरै 5-6वटा साङ्ला पारेर अझै पनि यसलाई पुगेको छैन कि हेर न खाऊ मेरो औँलो के खाऊ आऊ आऊ मेरो बच्चा मेरो छोरो यस्तो चुचु गर्ने हो खालि चु गर्ने खालि कराउने के खाने हो कराएर हामीलाई एकछिन सुखाले बस्न दिनुहुन्थ्यो राति मात्रै सुखाले बस्न दिने नै यत्तिकै कराइरहन्छन् साङ्ला भेटिन पनि परुखे कता भागिहाल्छन् छोप्न सकिन्न मामतिर खान्छन् यति खान्छन् र छोड्छन् किरी पाए धेरै खान्छन् किरी भेटिन्नन् खानु मान्छे होइनमा चोरी हो भने न मेरो चुचु हो चुचु यत्रो पालेर यत्रो बनाउँछु भागिरहेको बच्चा ठुलै भएपछि पुच्छर पनि लामै भएछ खाना सिक्ने गर्दा आमाले सिकाउँछन् र सिक्छन् कि हामीले सिकाउन नजाने नि खाना आफै खाने त अब सिक्ने बेला त भयो यस्ता मान्छे कति चाहिँ खाना सिक्ने आफै भइजा ठुक्छिन् के ठुङ्न त त्यस्तै गरेर डेडी मैले चामल हालिदिन्छु चामल खायो हुन्छ चामल हालिदिन्छु त्यहाँ झेलमा खाऊ जाऊ चु खाने खाली चु खाने हो खाली छैन भर्खरै खाएको होइन किरी भर्खरै किरी खाएर त त्यसो गर्ने हेर्नु यिनले के गर्छन् यिनी कस्तो छन् नि मेरा बा अब कहाँ जान्छन् है त अब आज बुटोलमा मौसम चिसो छ जाडो भएछ छुरुर भएछन् औँलाले खुवाइदिने हुनाले